नमस्कार साथीहरू, आजको शीर्षक रहेको छ श्रापित खोलाको कथा। धेरै पहिले नेपालको मध्य पहाडी भेगमा एउटा सानो गाउँ थियो, शिरपुर। त्यो गाउँको छेउबाट बग्ने खोलाको नाम थियो काली खोला। सुरुवातमा यो खोला गाउँको जीवनदायिनी थियो। खेतीका लागि पानी, जनावरका लागि आहाल र बच्चाहरूका लागि खेल्ने ठाउँ। तर कालखण्डको फेरसँगै यो खोला श्रापित बन्यो भन्ने जनविश्वास फैलिन थाल्यो। कसरी श्रापित भयो काली खोला? करिब 200 वर्ष अघि त्यो खोलाको किनारमा एक जसो नदी माताको मन्दिर थियो। प्रत्येक वर्ष गाउँलेहरू ठूलो पूजा गर्थे र बाली पनि दिन्थे। एक वर्ष गाउँका केही धनी मान्छेहरूले लालचवश बालीको बोका बेचेर पैसा बनाए। उनीहरूले यो कुरा लुकाएर र झुट बोले। त्यो रात अत्यन्तै ठूलो आँधी आयो र खोलामा बाढी आयो। मन्दिर डुब्यो, खेतहरू डुबे र गाउँका धेरै मानिसहरू बेपत्ता भए। त्यस बेलादेखि नै गाउँको यो भनाइ चल्यो, खोलाले श्राप दिएको हो। स्थानीय किंवदन्ती अनुसार खोलामा नदी माताको क्रोध समाहित भयो र त्यस बेलादेखि हरेक वर्ष बर्सातको समयमा खोला आफ्नो रूप बदल्ने गर्थ्यो। कहिले त रगत जस्तो रातो बग्ने, कहिले विचित्र आवाज आउने, कहिले अनौठो जीव देखिने। अनौठा घटनाहरू। एकचोटि गाउँका किशोरहरू राति खोलामा पौड्न गएका थिए। उनीहरू मध्ये 2 जना फर्केनन्। बाँकीले भने हामीले पानीभित्र रातो आँखावाला छाया देख्यौं। अर्कोचोटि एकजना बटुवा खोला पार गर्न खोज्दै थिए। उनी त खोला पार गर्न सके न फर्कन सके। उनका पाइला खोलाको छेउमा पुगेर सकिएका थिए। यी घटनाहरूले गाउँलेहरू अझै डराउन थाले। कसैले खोलालाई हेर्दा सिसा जस्तै अनुहार देख्ने भन्छ त कसैले राति खोलाबाट कराउने आवाज सुनिने दावी गर्छ। खोलासँग संवाद। एक दिन गाउँमा नयाँ गुरु आए। उनी ज्योतिष र तान्त्रिक थिए। गाउँलेहरूले सबै कुरा सुनाए। गुरुले खोलाको किनारमा पूजा गरे, मन्त्र जपे अनि खोलासँग संवाद गर्न खोजे। उनले भने खोला दुखी छ, उसले आफूलाई बेइमानीबाट अपमानित महसुस गरिरहेको छ। खोला आफैमा पवित्र छ, तर मानिसहरूको कर्मले श्राप उत्पन्न भएको हो। उद्धार र प्रायश्चित। गुरुको सल्लाह अनुसार गाउँलेहरूले सामूहिक रूपमा क्षमा याचना गरे। खोला छेउ मन्दिर पुनः बनाइयो, सफाई गरियो र प्रत्येक वर्ष खोलालाई पूजा गर्न थालियो। बिना लोभ, बिना ठगी। त्यसपछि बिस्तारै अनौठा घटनाहरू घट्न छोडे। खोला फेरि पहिले झै शान्त भयो। तर गाउँका वृद्धहरू अझै भन्छन् श्राप पुरै मेटिएको छैन, खोला हेर्छ हामी फेरि पाप गर्छौं कि भनेर। साथीहरू, यस्तै रोचक कथाहरू सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी शुभ यात्रा राख्नुहोस्। भेटौँला अर्को भिडियोमा। धन्यवाद।